नमस्कार क्रिकेट फ्यान्स, क्रिकेट नेपाललाई युट्युब च्यानलमा स्वागत छ। आजको यो भिडियोमा हामी शारजा क्रिकेट ग्राउन्ड दुबईमा हुन लागेको नेपाल र वेस्ट इन्डिज बीचको पहिलो बाइलेटरल टी20 सिरिजको बारेमा चर्चा गर्नेछौँ। आउँदो नोभेम्बरमा ओमानमा हुने आइसिसी मेन्स टी20 वर्ल्ड कप एसिया क्वालिफायरको प्रिपरेसनको लागि हुन लागेको यो सिरिज कुनै पनि टेस्ट नेसनसँग हुन लागेको पहिलो टी20 सिरिज पनि हो। इहान बिशपले कमेन्ट्री गर्ने न्युजसँगै सिरिजमा फ्यान्सहरूको थप एक्साइटमेन्ट बढेको छ। पहिलो म्याच 27 सेप्टेम्बर 2025 शनिबारको दिन नेपाली टाइम अनुसार 8:45 सुरु गर्नेछ। त्यसैगरी दोस्रो म्याच 29 तारिकमा र तेस्रो म्याच 30 तारिकमा हुनेछ। क्रिकेट एसोसिएसन नेपाल क्यानले रोहित पौडेलको कप्तानीमा 16 म्याच स्क्वाड अनाउन्स गरिसकेको छ भने वेस्ट इन्डिजले पनि आफ्नो स्क्वाड अनाउन्स गरिसकेको छ। टिमकै विक देखिए पनि सिपिएलका स्टारहरूलाई समेटेर बनाएको टिमको क्याप्टेन्सी अकिल हुसेनले गर्नेछन्। वेस्ट इन्डिजको टिमको बारेमा अर्को डिटेलमा भिडियो बनाउने नै छु। अहिलेको लागि नेपाली टिमको कुरा गरौँ। नेपाली स्क्वाडमा सन्दीप जोरा र आदिल अन्सारीको कमब्याकले टिम झन् बलियो बनेको छ। आदिल अन्सारी बी टिममा असम टुरमा गरेको पर्फर्मेन्सको आधारमा प्लस हार्ड हिटरको रूपमा चिनिने गर्छन्। तर उनको असली परीक्षा भने यही सिरिजमा हुनेछ। सन्दीप जोरा पनि सोही सिरिजमा राम्रो पर्फर्मेन्स गरेको कारण राष्ट्रिय टिममा पर्न सफल भएका हुन्। नेपाली टिमका स्ट्रेन्थ र विकनेस के छन् त आउनुहोस् चर्चा गरौँ। स्ट्रेन्थको कुरा गर्दा शारजाको पिच स्पिनरलाई फेभर गर्ने कुरा रिसेन्टमा भएको पाकिस्तान युएई र अफगानिस्तानको सिरिजमा प्रष्टै देखिएको छ। मोहम्मद नवाज, रसिद खान, अब्रार अहमद, हाइदर अली, नुर अहमद टप 5 विकेट टेकर स्पिनर भएको कारणले स्पिनलाई फेभर गर्ने कुरा प्रष्ट देखिएको छ। त्यसैले नेपालले सन्दीप लामिछाने, ललित राजवंशी, शाहब आलम जस्ता मेन स्पिनर र कुशल भुर्ते, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल जस्ता पार्ट टाइम स्पिनर हुनुले नेपाली टिमको स्पिन अट्याक स्ट्रङ भएको देखाउँछ। रोहितले गेमको कन्डिसन अनुसार स्पिनर युज गरेर गेम आफ्नो साइडमा पार्न सक्छन्। अब गरौँ विकनेसको कुरा। धेरै युवा टिमले भरिएको नेपाली टिममा खास गरी प्रेसरमा खेल्ने एक्सपिरियन्स कम हुन सक्छ र मिडल अर्डरमा पनि अनब्यालेन्स पोजिसन हुँदा थोरै समस्या हुने देखिन्छ र डेथ बलिङमा पनि थोरै स्ट्रगल गरिरहेको देखिन्छ। मिडल अर्डरमा जोरा र आदिलको एन्ट्रीले मिडल अर्डर बढियो भएको र डेथ बलिङ अप्सनमा सोमपाल, करण र नन्दन तथा आवश्यक परे आदिल आलमले पनि सम्हाल्नु पर्ने हुन्छ। सोमपाल र करणको एक्सपिरियन्स र नन्दनको युवा जोसले वेस्ट इन्डिज टिमलाई दबावमा राख्नेमा विश्वास गर्न सकिन्छ। ओपनिङमा आसिफ र कुशल नै रहनेछन्। आसिफको फर्म गएको केही म्याचहरूमा खस्केको भए पनि आउँदो सिरिजमा राम्रो गर्नेमा विश्वास गर्न सकिन्छ। वान डाउन रोहितले सम्हाल्नेछन्। संयम भएर खेल्ने रोहितको बानीले इनिङ्सलाई लङ लानेमा पनि विश्वास गर्न सकिन्छ। त्यसपछि सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आदिल अन्सारीले फिनिस गर्नेछन्। आवश्यक परे करण र नन्दन हुनेछन्। सोमपाललाई मैले सेकेन्ड अप्सनमा राखेको छु। यो पालि सोमपाल या करण एकजना हुनेछन् र सन्दीप र ललित राजवंशीले टिम कम्प्लिट हुनेछ। नेपालभन्दा धेरै एक्सपिरियन्स र स्ट्रङ वेस्ट इन्डिज विरुद्ध विकनेस र स्ट्रेन्थलाई बुझेर त्यही अनुसार प्लेइङ 11 र ब्याटिङ अर्डर र बोलिङ रोटेट गर्न सक्यो भने म्याच जित्न कसैले रोक्न सक्दैन। हस् त आजको भिडियो यति नै। तपाईँको आफ्नो प्लेइङ 11 पनि कमेन्ट गर्न नभुल्नुहोला। भिडियो हेर्नु भएकोमा धेरै धन्यवाद। भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। हस् त धन्यवाद।